विक्रम दाई अलिक क्लोज भइदिनु हो भने गजब हुन्थ्यो। ठाडो पार्दैन त्यो मजाले ठाडो पार्दा त्यो मलाई अपिल धेरै धेरै धन्यवाद प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि लगायत सम्पूर्ण महानुभावहरूलाई। म यो तेस्रो साधारण सभाको यो समुद्घाटन भइसकेको यहाँहरूलाई जानकारी गराउँदै हाम्रा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण 14 जिल्लाबाट पाल्नुभएका आदरणीय अध्यक्षज्यूहरू, प्रदेश परिषदज्यूहरू र सम्पूर्ण यस हलमा उपस्थित रहनुभएका आदरणीय पत्रकार साथीहरूलाई स्वागत मन्तव्यबाट स्वागत शब्दद्वारा स्वागत गरिदिनको निमित्त म नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष कुमुद अधिकारीज्यू समक्ष हार्दिक अनुरोध गर्छु। कार्यक्रम सञ्चालक नेपाल पत्रकार महासङ्घका महासचिवज्यू कोशी प्रदेशका, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको तेस्रो वार्षिक साधारण सभाका अध्यक्ष भरतबहादुर खड्काज्यू र त्यस्तै नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा जो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ निर्मला शर्माज्यू, त्यस्तै गरी विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाज्यू, त्यस्तै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कमल रिमाज्यू र त्यस्तै नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका आदरणीय सल्लाहकारज्यूहरू, प्रेस युनियन, प्रेस चौतारी, प्रेस मञ्च, प्रेस सङ्गठन, फनिज लगायत विभिन्न सङ्घ संगठनसँग जोडिनुभएका अध्यक्ष, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्षज्यूहरू, त्यस्तै कोशी प्रदेशको 14वटै जिल्ला 13वटा जिल्लाका अध्यक्षज्यूहरू आउनुभएको छ। 13वटै जिल्लाका जिल्ला पत्रकार महासङ्घका जिल्ला अध्यक्षज्यू, पदाधिकारीज्यूहरू, पूर्व केन्द्रीय सदस्यज्यूहरू लगायत सम्पूर्ण मेरा सञ्चारकर्मी, सहकर्मी मित्रहरू र त्यस्तै कार्यक्रममा सहभागी हुन आउनुभएका नेपाल पत्रकार महासङ्घका पार्षद सदस्यज्यूहरू, आज हामी बडो खुसी लागेको छ। हामी तपाईँहरूले ऐतिहासिक साधारण सभा, तेस्रो साधारण सभा हुन गइरहेको छ। त्यो कार्यक्रममा कोशी प्रदेशका 14वटै जिल्लाबाट तपाईँहरूका प्रतिनिधिहरू, अध्यक्षज्यूहरू आउनुभएको छ। तपाईँहरूप्रतिमा हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। तर वास्तवमा एउटा कुरा चाहिँ हामीलाई पनि अलिकति फिल भएकै कुरा हो, यत्रो कोशी प्रदेशको साधारण सभा, 14वटा जिल्लाका प्रतिनिधिहरू, त्यसमा हामी पत्रकार महासङ्घ कोशी प्रदेशबाट के कमी कमजोरी, केही कतै गल्ती भयो कि त्यो अलिकति उपस्थिति अलिकति कम भए जस्तो हामीले अनुभूति गरेका छौँ। र वास्तवमा हामी के कारणले हामीबाट कमी कमजोरी भयो तपाईँहरूलाई सबैजनालाई हामीले लिप्ता दियौँ, तर आउनु भएन। यत्रो ठुलो ऐतिहासिक साधारण सभामा सहभागी हुन तपाईँको यो साधारण सभा भनेको तपाईँ हाम्रै पत्रकारहरूको लागि हो, पत्रकारको हकका लागि हो। पहिलेको बेलामा एउटा
निर्धारण गरेर आफ्नो विषय निर्धारण गरेर अगाडि बढाउने बेलामा केही साथीहरू आउनुभएको छैन। बरु हामी पत्रकार महासङ्घ कोशी प्रदेशबाट केही कमी कमजोरी भएको छ भने तपाईँहरू प्रश्न रूपमा भन्नुहोला। त्यो कमी कमजोरी सच्याएर तपाईँहरूसँग भएका केही कमी कमजोरी गल्ती भएका छन् भने त्यो कुराहरू सच्याएर हामी अगाडि बढ्न तयार छौँ। तर यस्तो अवस्थामा प्रिय मेरा साथी सहकर्मी साथीहरू, कृपया तपाईँहरू आगामी दिनमा बढीभन्दा बढी सहभागी हुनुहुन्छ भन्ने हामीले विश्वास पनि दिएका छौँ। आज हेर्नुहोस्, पहाडका सोलुदेखि लिएर एक हिमाली जिल्लाहरूबाट, पहाडी जिल्लाबाट, तराईका जिल्लाबाट जिल्ला अध्यक्षज्यूहरू, सदस्यज्यूहरू, पार्षदज्यूहरू आउनुहुन्छ। तर यहाँ हामीलाई अलिकति सबैजना साथी भइदिएको भए अझै एउटा सुरुमा तालमा ताल मिलाएर अगाडि बढ्न सहज हुन्छ जस्तो लाग्दछ। तर त्यो यति भए पनि हाम्रो लागि 14वटा जिल्लाका प्रतिनिधि तपाईँहरू हुनुहुन्छ। एउटा जिल्लाको अध्यक्षले प्रतिनिधित्व गऱ्यो भनेपछि 14वटा जिल्लाको अध्यक्षले प्रतिनिधित्व गर्नेछ र त्यो प्रतिनिधित्वले हामी 1250 पत्रकारको हकका लागि नै हामी अगाडि बढ्ने जानकारी गराउन चाहन्छौँ। अब यहाँ साधारण सभा भइरहँदाखेरि जस्तो हामीले हिजो मिडिया सम्मेलन गऱ्यौँ, मिडिया सम्मेलनबाट तपाईँहरूको सल्लाह सुझाव आयो। कतिपय कुराहरू हाम्रो केन्द्रीय अध्यक्षज्यू, महासचिवज्यूबाट हिजो मिडिया सम्मेलनमा पूर्व केन्द्रीय सदस्यज्यूबाट प्रतिवेदन पेश गर्दाखेरि हामीले धेरै कुराहरू जानकारी पायौँ। र त्यसै गरी आज यो साधारण सभामा पनि सकारात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुनेछ। र त्यो क्रममा त्यो प्रतिवेदन पेश हुँदाखेरि त्यसमा हामीले गम्भीर छलफल गरेर यसलाई अझै ओज बढाउन सकिन्छ, यसको उचाइ कसरी बढाउन सकिन्छ भन्ने दिशातर्फ हामी अगाडि बढ्ने नै छौँ। र अर्को कुरा, अहिले पछिल्लो समय नेपाल पत्रकार महासङ्घ आन्दोलित पनि छ र त्यो क्रममा यो अवस्थामा यो साधारण सभा भइरहेको छ। केन्द्रीय अध्यक्षज्यू, महासचिवज्यू यी हुनुहुन्छ। पर्सि हाम्रो राष्ट्रिय सम्मेलन पनि छ र त्यसले गर्दाखेरि पनि यो साधारण सभाको महत्त्व अझै बढेको छ। आगामी दिनमा जसरी सरकारले एउटा विज्ञापन विवेककारी नीति ल्याएर जुन विज्ञापन ल्याएको छ त्यसको विरुद्धमा अब हामीले के योजना बनाउने, यो साधारण सभाले के योजना बनाउने र त्यस्ता योजनाहरू बनाएर आन्दोलनलाई अझ सशक्त पार्नलाई नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई अझै थप सहयोग हुनेछ भन्ने एउटा विश्वास गर्दै त्यही अनुसार यो साधारण सभालाई पनि हामी सबैजना 14वटा जिल्लाका प्रतिनिधिहरू, जिल्ला अध्यक्षज्यूहरू, पार्षदज्यूहरू र यहाँ भएका सम्पूर्ण सञ्चारकर्मी साथीहरू चाहिँ अझै अगाडि बढाउनलाई घनीभूत रूपमा छलफल गरेर एउटा निकास निकालेर पत्रकार महासङ्घले लिएको आन्दोलनलाई थप ऊर्जा दिने गरी एउटा निकास निकाल्नु र आगामी दिनमा अझै सहमति, सहकार्य, एकताका साथ अगाडि बढौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै तपाईँहरू सम्पूर्ण सञ्चारकर्मी मित्रज्यूहरूलाई यस्तो अवस्थामा पनि आयोजन भएको छ कार्यक्रममा सबैजनालाई हृदयदेखि नै स्वागत र सम्मान गर्दै म आफ्नो भनाइ यहीँ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।